देशको माया छ यो ठाउँको मेरो चाहिँ पहिलेदेखि 7 पुस्तादेखिको खोला हाम्रो पनि हो यो जन्मभूमि हामी पनि हो मेरो जन्मभूमिमा यो ठाउँको जनताको अधिकार छैन भने तपाईहरुले के बान्दर तुलाउनुहोस् भोलि गर्छु पर्सि गर्छु हजुर तपाई मेरो बाउ पनि होइन मेरो बाजे पनि होइन यो ठाउँ हाम्रो पनि एउटा जन्मभूमि मेरो 7 पुस्ता कयौं वर्षदेखि मेरो यो जमिन हाम्रो हो खोला पनि हाम्रो पनि हो होइन भने तपाईहरुले प्रमाण गर्नुहोस् यो ठाउँको चाहिँ जनता होइन भन्नुहोस् आजको दिनमा त हाम्रो पत्रकार जीवनले पनि फुक दिनुहोस् सरकारको कानमा पनि पुग्नुहोस् यिनीहरुको हाइड्रो बोर्डको कानमा पनि पुग्नुहोस् यो सर्व चुप्लाएर बस्दैन अब कानुन भन्दा हामी माथि जान्दैन तर हामीले यहाँ हाम्रो माग कति छ तपाईहरुले पहिले नै लेखेर सुर्ती खाने पात दिएको जति मात्र भयो त्यति कुरा बुझ्नुहोस् नेपाली जनता हो तिमीहरु पनि कहाँ हाकिम बनेर हुन्छ तपाईहरु पनि काम गर्ने मान्छे हो खाने मान्छे हो किन हाम्रो माग पुग्दैन त यो मेरो 2 नम्बर र 3 नम्बर कोगडाको जनता चाहिँ तपाईहरुले बान्दर तुलेको होइन त भोलिको दिनमा कहाँको मान्छे ल्याएर चाहिँ यहाँ तिमीहरु फाइदा उठाउने यहाँको मान्छेले चाहिँ केही पनि नठान्ने भनेको हामीले 6 वर्ष भइसक्यो यो माग राखेर अहिलेसम्म यिनीहरुले एक ठाउँ पनि यो गरेको पनि छैन त्यसमा हामी आज रोडमा आउने बाध्यता भयो आज आउनुपर्ने छैन हिजो पनि हजुर भोलि पनि हजुर पर्सि पनि हजुर भोलिको दिनमा मेरो नाथी पलान्ती खलान्तीसम्म पुग्नु पर्नेको एउटा जग्गा एउटा एक मुठी माटो भए पनि हाम्रै अधिकार छ के होइन भने सरकारले पनि होइन भन्नुपर्छ भोलि